मेरो फोन अघि यो पुलमा धन्दै खसेको। यहाँ बाघ आउँछ र हो धेरै लामो। म चाहिँ अब मर्निङ वाक किनेको अब त्यही भेटलाई लास्टै के हो त धमिलो आहा त। तर तिमीलाई अलि छिटो उठ्न पर्छ जस्तो फिल भयो भयो यार 5 बजे भन्दा। हजुर क्यामेरा भए चाहिँ ठिकै ऊ देखिन्छ। उस गोप्रो गोप्रो 60-70 हजार पर्छ यार। त्यहाँदेखि त्यो गोप्रो त चिल यार यसरी लिएर हिँड्यो यस्तो गर्दा यस्तो गर्दाखेरि फोन त एउटा केटाले गोप्रो बोक्दा थियो। किन आम्बाले जान्दैन होला नि। सक्षम चाहिँ यहाँ अगाडि अगाडि हिँड्दा मेरो फोन अघि यो पुलमा धन्दै खसेको। सक्षमले डाइ फानेर बचाएर औँला काटेको बिचराको। क्या काटेन अरे भाइ। तर यो ठाउँ चाहिँ बवाल छ है मर्निङ वाक आउनलाई बिहान बिहान। यो त भ्यू त कस्तो ग्रिन कलर एड हानिदिएको यार तिम्रो मोबाइलले है। अघि कस्तो दामी देखियो कि यहाँ हेर न योहरू हेर न। अब हामी चाहिँ यो पुलमा आयौँ। अब हामी चाहिँ सर्लक्क घुमेर उतापट्टि हो त्यहाँ पुल देखियो नि त्यहाँ देखिएर हिँड्छ। अहिले त भिडियोमा त देखियो नि त त्यहाँ पुल छ यो यस्तो यो फगहरू छ है फगको आडमा चाहिँ पुल छ। सर्लक्क घुमेर एक राउन्ड हानेर जान्छौँ। हिमाल चाहिँ बवाल देखियो यार। तर यो पर्सनल लाइफलाई भिडियोमा देखाउने काम त गलत हो गलत त। तर नि केही नि होइन अब 1 लाख दिन्छ भने किन नबनाउने र त दियो युट्युबबाट 1 लाख आउँछ भने त चङ्गा उडाउन आउँछ क्या हुन तिमीलाई? आउँछ यार लाग्छ उडिसकेपछि समाउन आउँछ। उडिसकेपछि समाउन लट्ठा दिएर चङ्गा उडाउनु कि सोचेको थिएँ कि हिजो त्यहाँ बच्चाले उडाएको देख्दाखेरि उडाउनु मन लागिरहेको थियो। एक दिन उडाउनु पर्ला दसैँ तिहार पछि। तिम्रो फेरि एक्जाम हुन्छ पढेको। यताको बाटो कता जान्छ नि उताको पुल। यहाँ बाघ आउँछ र हो आउनु होला नि बिहान बिहानै त आउनु हौ बाघ त। हामी त के हो जङ्गलको बिचमा हामी अरे सक्षमले लिएर जान्छ नसम्झाउन अहिले हेऱ्यो त्यो हाँसिए त हुने होइन दाइ यो बाटो त छल हो छल त्यो त छल हो भन्छ होइन। भाइ त्यो त छल हो यहाँ त त्यो किचकन्डी मुर्गी हो भन्छ नि होइन। 3% त भाग होला यो थर्मोमिटर रहेछ यार खोल। ओ यो बाटो त होइन क्या यार। होला नि यार त्यो आमा छल हुनसक्छ। खोइ तर हामी होइन यार गलत बाटो आयौँ क्या यार। हामी त्यो पुलमा पुग्ने भनेर आएको यो त बाटै होइन जस्तो लाग्यो त। त्यो त पुल जाने भनेको कहाँ खोल जाँदा नि भनिदिँदैन। देखेको यो टवाको टुप्पोमा उसले उम्रेछ कि त्यो त कसरी मल पाएर उम्रियो र। ए नि खतरा रहेछ त्यो गार्नीमै उम्रेछ होइन। बाँस काट्थेनन् र तिमीहरू पहिला यो धान नरोप्दाखेरि यताबाट गयो होला कि हामी लास्टमा स्क्या अब हजुरले हामीलाई स्क्याम हान्ने हामीले तपाईँहरूलाई स्क्याम हान्यौँ। हामी त्यताबाट गइएन बाटै डर लाउँदो रहेछ फर्क्यौँ हामी त। तर अलिकति उता गयो भए त थिएन होला कि है बा त्यो के उतापट्टि त्यो पुलमा जाने यही बाटोबाट हो र यही बाटोबाट धेरै लामो छ भने चाहिँ हामी अलि छिटै फर्केछौँ कि मोबाइलमा मजा आउँदो रहेछ गर एउटा जेन्जी आएको थियो भिडियो खिच्यो हाम्रो बाटो सोध्दै थियो माओवादीको कालका। पुलको नाम के होला भनेर
कन्टेन्ट यो फुलको नाम के हो? कस्तो एक्सर्साइज गर्ने? पुसअप हान्ने? हामी दुईजना फिटनेस फ्रिक हो खासमा। त्योहरू बिहान 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 भोलिबाट आउँछ कि होइन थाहा छैन। के गरौँ? त्यहाँ ल रेस लगाऊँ ल। खुट्टा चप्पल फुकाल र अनि भिडियो यहाँ मुनिर खिचेर राखौँ। तर चिप्लिन्छ यार है। तर यता आउँदा चाहिँ अलि होस गर्नुपर्छ। हो यार यता आउँदा चाहिँ अलि हार्छु यार बरु। उता चाहिँ दौडेर जाऊँ फर्किँदा चाहिँ भन। होइन नर्मल वाकै गरौँ क्या रेस नखेल्दा यस्तै भाग्ने कि। अझ हिरोहरूले गर्छ नि ट्याक्क टेकेर। पुसअप हानौँ न ल ल ल कति हानिन्छ पुसअप च्यालेन्ज। पुसअप च्यालेन्ज गाइज। है रेडी गेट सेट गो। एक ल यो पुल कति मिटरको छ भने गेसानामै अनि गएर हेरौँ। यो पुल है 1 मिटर भनेको चाहिँ यति नै भन्छ होइन। ल यो होला 1 मिटर। यहाँबाट त्यो ठ्याक्क होइन यो यहाँबाट त्यति होला 1 मिटर होला होइन। भनेपछि 400 to 500 एउटा रेन्ज भन्नु तपाईँलाई। ल 400 to 500 ल मैले। 400 तिमीले अहिले त्यो 400 मिटर छ होला र 500 भनेको त आधा किलोमिटर हो है। ल यति नै 400 ल 400 ल एक्ज्याक्टै भन्दै ल। यति नै उता गयो भने 1 किलोमिटर पुग्छ। 1 किलोमिटर त लामै हुन्छ कि है। 1 किलोमिटर त लाने। मैले चाहिँ 400 ल म चाहिँ 350 ल ल है। अब उतै गरेर हेरौँ है कस्तो। ल हेऱ्यौँ हामीले सक्षमले कति भनेको अरे सक्षम 400 भनेको यार। मैले 350 भनेको तर यहाँ रहेछ 276 को स्पान 276 हो। क्या इंजीनियर बनेंगे हम। हाम्रो 230 पुगेको छ भने चाहिँ 0.